चोकर खोताङ लेखेको छ चोकर सो गुड मर्निङ एभ्रिबडी फ्रम चोकर डाँडा वरिपरि डाँडै डाँडा होइन हिजो बिचमा हामी चढ्नु पर्ने छ त्यो हाम्रो एउटा दाइ भएको ठाउँमा आमा फर्स्टमै थाक लाग्छ होइन त केटा हामी हिजो आएको ठाउँ चाहिँ राति कस्तो कस्तोमा हिँडेछ नि थाहा छैन यार केही छैन यार वरिपरि हो तिम्रो त चाल देखेर चिसोले एकछिनमै सुत्दो रहेछ सिधै 5.5 किलोमिटर रे हाम्रो टार्गेट पुग्ने त्यहाँ 3 बजे तर हामी पुग्दैनौँ होला भन्ने मलाई लागेको टिममा अलिकति सुस्त मान्छेहरू धेरै छन् हाम्रो गाइड हुनुहुन्छ आजको खुर्बसिङ्गे तामाङ मेरो वाङदी तामाङ हजुर बरु तामाङ हो यात्राको लागि गाइड आज हिजो देउरालीबाट आएको आज चोको डाँडामा आइपुग्यो अब हामी हिँड्नु आँटेको छ अब माथि 5 पोखरी जनै पुण्यतिर त प्याकै हुन्छ मेलानी लाग्छ दसैँ तिहार नयाँ वर्ष त्यही हेरी आउनुहुन्छ महादेव दान रोप्दै गरेको देख्नु भयो अरे अनि त्यहाँ अलाप्नु भएको भन्ने कुरा नि छ तपाईँ माथि पुगेर सबै त्यो सिलाइमै लेखेकै छ धन्यवाद तपाईँहरूलाई है दाइ धन्यवाद धेरै धेरै धन्यवाद तपाईँहरूलाई बाई बाई केटाहरू रेडी हुँदैछ ट्रेक सुरु केटाहरू आउँदैछ यस्तो ठाउँमा बसेको हिजो हामी अब यो चढ्नु छ डाँडा ल लेट्स गो डाँडा अझ चढ्नु छ यार गुड टु बी हियर तर शास्ति भइरहेछ कसो सास फुलिरहेछ लाइफमा चाहिरहेछ यस्तो कुराहरू पनि के भन्दै नि त बोल्नु मन छैन ओके नाइस त्यो पनि कसैले बोल्न चाहिँ मन हुँदैन कि ट्रेकिङमा गरिसक्यो टाढाको मान्छेले बोलाउनलाई सिटी बजायो फाइनल्ली 2 दिनको हिँडाइमा बोल्न सकिरहेको छ माउन्टेन देख्न पाएँ त्यो पनि चुस्छ बादल लागिरहेको रहेछ यहाँ नोसियम 5 पोखरी होटेल पानी खाने तपाईँ पनि अहिले हामी 3700 मिटरमा छौँ दामी छ पुरा ड्रइङ पोर्ट्रेट गरेर यता नि सफा चाहिँ सफा गर्न थाल्यो रहेछ 5 पोखरीको मान्छेहरूले दामी गरेछ खै त अर्को दुईजना साथीसँग आएर रहेछ जेसन रन 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 कुद्ने हो नि होइन हिँड्ने त सबजना हिँडिहाल्छ नि मलाई पनि त्यस्तै लागिरहेको छ तिमी कुदा देखेर महेश दाइ नि कुद्दिनु कस्तो लाग्यो त यहाँको भ्यू चाहिँ प्योर क्यामेरा गाई देखाएको छ क्या तपाईँलाई खतरा एक्सप्लोर त्यो रोशनलाई हो त्यो Send her my heart covered as a gift and hope that she'll take it into her side. La 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 la. म त सर म यहीँको है हजुरको म 12-13 उमेरमा चाहिँ इन्डिया गएको है हजुरको है यस्तो साथीहरू भेट भयो कि आफ्नो फ्रेन्डहरू बसेको चाहिँ गाह्रो हुन्छ गयो मैले त घरमा बस्दैन है सर है चट्ट आगो फुक्छु है मेरो त जानकारी पनि छैन एक्लै मान्छे हो अनि खाना बनाउने एक्लै सर एक्लै मान्छेमा त कसले भनेको पनि हुँदैन बनाउने खाने आफै जोगाउने आफै हो अनि मजाले सुकाउँछ मासुलाई त खाना पाक्दै हुन्छ सोट बनाउँछु 2टा जति है खान्छ मजाले एउटा खाना पाक्दैन त्यहाँबाट सुत्छ एकछिन त्यहाँबाट फेरि सोट खान मन लाग्छ यार भाइ है फेरि रक्सी पनि हुन्छ फेरि मुख सुक्छ कि भाइले है अनि रक्सी यति खायो भने 1 गिलास भए चाहिँ पुग्छ अनि बेलुका फेरि खान्छ फेरि पनि जानुपर्ने हजुर
यो त यार स्वयम्भूको भर्याङ जस्तै रहेछ त्यो सित्ता होइन त कतिजना तपाईँहरू हामी 6 जना छौँ 6 जना ग्रुप धेरै रहेछ त मान्छे यसो साथीभाइ कसरी चढ्ने होला सबै जोर बाटो स्वयम्भूको भर्याङ म आउँछु युको पानी वाउ त्यस्तो चिसो नि छैन अलिकति भरौँ न केटाहरू खै त So we are here at Vairav Kunda. To the river we go. Leave our worries on the shore and drift away. On the river we know. Sometimes the perfect words are never said. I spilled my coffee, I don't feel like talking. My worries just keep growing by the day. I need a moment where the green and blue appear. Just spin a rock and watch the ricochet. To the river we go. Leave our worries on the shore and drift away. On the river we know. Sometimes the perfect words are left unsaid. You could change your mind सक्यो भनेर हिँडै छ यार फेरि when you're intertwined. यस्तो बाटो चाहिँ आनन्द हो कि त्यस्तो केही शास्ति नै परेन मलाई चाहिँ सबभन्दा मन नपर्ने बाटो के थाहा छ भनिस् यस्तो अहिले त माथिको ठाडो जानु एक त घुमाउरे होइन उकालो के उसानी कति छ क्या तिलिचोमा पनि यहाँको बाटो राम्रो कि पुलिसको यहाँको त ट्रेकको लागि नै टाइपको छ तिलिचोको त तिम्रो एउटा ठाउँबाट माथि बस्ती छैन क्या अनि केयर नै छैन क्या त्यो बाटो होइन होला नि यो तलबाट हो बाटो यो सर्टकट रेट हो कति गरिदिने के भनिस् विचार जेसन कसरी आउँछ यस अझै खुट्टाभित्र हाल यो त हामी फेरि बेलुका यसो कहाँ हो हेर यो त यताबाट पनि झरी झरीको रातमा रुकेर एक्सप्रेसन टोलायो झस्क्यो हामी आज टेन्टमा पानी परिरहेछ बाहिर चिसो भएको थियो तर टेन्टमा चाहिँ एकदम अति मजा आइरहेछ हामी दाइ चाहिँ अलिक भित्र आउनु भने मान्नु भएन त्यही मजा आएर परेन सुहाइरहेछ बाहिर स्क्रिन मिलाइरहेको छ डेन्जर परिरहेछ बाहिर चाहिँ बाढी आउला जस्तो भएन तर हामीले चाहिँ यति मजाले केटाहरूमा तास खेल्नु लागिरहेको छ वेलकम टु पाँच पोखरी Poor boy from the backwoods, thought I never would find my way. Sweet girl, straight from downtown, where I was just another face. They said that we should steer clear of each other. Matches and gasoline, nothing but trouble. Said we'd never make it, but you ain't seen nothing yet.
somewhere no one knows. वाउ सो फाइनल्ली हामी उठेको छौँ 5 पोखरीको भ्यू पोइन्टमा ठ्याक्क अहिले 5:30 भइरहेछ द्याट इज 5 पोखरी मनिष त्यहाँबाट कराइरहेछ सनराइज भइरहेछ सनसेट भइरहेछ यहाँ हिँड्दा हिँड्दा थाकिसक्यो त्यो कसलाई थाहा छ सास फुल्ने के विच आई डोन्ट लाइक फाइनली सनराइज पनि भइसकेको छ यो मोमेन्ट त अब पज भइरहेको हुन्थ्यो टाइपको पानी परेर रातभरि हामी अलिअलि टेन्टमा भिज्यौँ बिहान उठ्यो भने चाहिँ काठमाडौँ देख्दो रहेछ त्यो छ नि डाँडाको पछाडिपट्टि लाइटहरू सुरुक बलेको अझ बादलले छेकिँदो रहेछ कि त अब आई डोन्ट नो कुन पार्ट हो चाहिँ थाहा छैन मलाई राम्रो रहेछ 5 पोखरीमा मात्रै बस्यो भने चाहिँ त्यहाँबाट त्यस्तो भ्यू केही पनि देखिँदो रहेछ भ्यू पोइन्ट आउनुपर्छ अनि खास रे सको भिर न यो चाहिँ नयाँ भिर मस्ताङ रहेछ हजुर उहाँ सर लिनु भएको 5 पोखरीमा आज भ्यू पोइन्टमा मन्दिर चाहिँ तपाईँको शिवजीको मन्दिर हो खास चाहिँ जुजुबाजीको पालमा चाहिँ सिकारीले पाएको रहेछ फेरि है यो लङडङ रसिया निकुञ्जले अब घेरिसक्यो लुगी छुपी भयो भने केही पनि गर्नु पाउँदैन यता माटकाट केही पनि तपाईँको मासुसित पाउँदैन यहाँ भेजिटेबल मात्रै आएपछि बाघा हुन्छ एकचोटि होइन दुईचोटि होइन 3 चोटिसम्म आउनुपर्छ शिवजीको मन्दिर अलिकति शक्ति खालको नि छ अहिले त भाग्यमानी हुनुहुन्छ भने दान भेट्नुहुन्छ अरे आज 3 वर्ष अगाडि एकजना हाम्रै गाउँको मान्छेले भेट्यो दानको बिरुवा हो क्या यति लामो भेट्यो उसले अहिले काठमाडौँमा 3-4वटा घर ठाडाइसक्यो 32-33 वर्षसम्म त्यो पनि आइमाई मान्छेले भेटेको राति सुत्ने बेलामा कहिलेकाहीँ चाहिँ पोखरीमा कि बलिरा जस्तो देख्छ त्यो तपाईँको शक्तिशाल छ त्यो ठुलो पोखरीमा यो बिचमा बल छ अनि ऊ त्यो डाँडा रहेछ नि त्यो पहाड सानो त्यहाँ पनि फेरि 12-1 बजी तपाईँको तिब्बती एउटा बल छ तल त्यो छत अर्किने ठाउँ छ नि त एउटा बिचबाट छिर्ने ठाउँ शिवजीको मूल ढोका चाहिँ त्यही हो त्यसको पाहाडमा पनि नोस्यामबारीबाट हामीले हेऱ्यो भने औँसी पूर्णिमामा ठ्याक्कै त्यो पहाड मुनि बल छ फेरि अहिले पनि देखिन्छ औँसी पूर्णिमा दिप बल छ हामी त्यहाँ छेउमा गयो फेरि ठ्याक्कै हराउँछ फेरि अलिकति टाढाबाट चाहिँ मजाले देखिन्छ फेरि सबैले देखिन्छ फेरि हामी छेउमा गयो फेरि हराउँछ यहाँ त 1 घन्टा मात्रै रहेछ कि वेदरले ट्याक्क ढाकिदिहाल्ने अघिसम्म खुल्ला थियो अहिले अब बादल झ्याप्प आइदिइसक्यो यस्तो दामी माउन्टेन्स देखिरहेको थियो जुगल माउन्टेन होइन यहाँबाट गयो भने चाहिँ लाङटाङ निस्किन्छ सुन्नमा आएको थियो तर अब लाङटाङ अब एनर्जी भए त लाङटाङ पनि गइदिनु थियो त्यस्तो राम्रो छ ठाउँ है कम भिजिट आई लभ यु अल पिस पानी पर्यो भने यो मौसीदेखि लिनुपर्छ आशासम्म तपाईँहरू यसरी आउनुभयो हो राम्ररी फलो गर्नुहोस् सानोतिनो एउटा एपिसोडै खिच्यो केटाहरूले आज यता होइन 5 पोखरीमा हजुर 5 पोखरी शिवजीको मन्दिरमा है मेरो त सीतालाई अलिकति ल लिनु पानी खाऊ पर्दैन ल दाइ भनौ त के भयो बिहान मैले मकैको चाड खाएको थियो 2 जाक अनि त्यसमा अलिकति मिसाएर पेटमा आएन यहाँको देउता एउटा हाम्रो हुन्छ अब यहाँदेखि माथि काटेपछि त अब तपाईँको उल्टी आउने त बत्यातै पर्यो ठिक छ अन्त ल रमाइलो भयो दाइ रमाइलो एकदम हाम्रो विजेता के भनिदिनु दाइ सबै खानु भयो जित्नु भयो आज हामी लन्चको लागि बनाउन लागेको छौँ सिन रामेन मसरुम ल्याएको छौँ क्यान मसरुम टुना फ्लेक्स पनि ल्याएको छौँ सबै क्यान फुड एनर्जीको लागि वी हेभ रेड बुल तर त्यो चाहिँ त्यसमा हाल्ने होइन सो अब चाहिँ विल बी मेकिङ सिन रामेन 5 पोखरी स्टाइलमा प्रिजर्भेटिभ हो नखाँदै राम्रो हो होइन यो चाहिँ मसरुमलाई प्रिजर्भ गरेर हाल्यो इट्स नट अ म्याजिक मसरुम बट वेन आई मेक इट म्याजिकल मसरुम पाक्यो त पाकिसक्यो तिमीले त कहाँ खान्छौ किन जेन तिमीले त अन्न खाए छैन सुर्पी कत्रो खाएर तिमी सुर्पी त मनिष दादा कत्रो थियो भन्नु त मनिष बिहान त यस्तो हामीले त्यो गर्छ नि त समाज छ नि त छैन क्या मेरो त सानो भएर बसिरहेको रहेछ क्या भित्रपट्टि त्यो होला त त्यही भएर चिसोमा त कहाँ नि त्यो गाह्रो भइहाल्छ 1 घन्टा लगाएर सिन रामेन बनाएको छौँ होइन के हालेको छ होइन यसो गेस्टहरूलाई खानिदिँदैछौँ कस्तो भयो बनेछ भनेर यत्रो मेहनतको फल होइन हाम्रो सेफ दाई हुनुहुन्छ यहाँ नाइस टु मिट यु सेफ दाईले आज एकदम मिठो बनाउनु भएको छ होइन सो यसो टेस्ट गरौँ न त हामीसँग चाहिँ 2टा मात्रै बल छ 2 जना सेयरिङ गरौँ हामी 8 जना सेयरिङ गर्छौँ एकदम
मिठो छैन नि मिठो छैन भन्दैन होइन नि मिठो छ कोल्ड वेदर विथ हट सुप मिठो वेदर एकदमै मिठो छ तातो भएर मिठो लागिरहेछ पानी पर्यो भने चाहिँ रहेको हुन्छ है लास्ट मोमेन्टमा आएर मेरो लेफ्ट खुट्टाले हल्का साथ दिन छोड्यो माथि आउने बेलामा चाहिँ गाह्रो भएको छैन अब ओर्लिने बेलामा चाहिँ दुख्छ ट्रेक वाज असम 5 पोखरी आउने इच्छा थियो 2-4 वर्ष अगाडिदेखि नै बल्ल यो टाइम पुरा भयो वन्डरफुल दामी थियो So far the trip was so good. Thanks for today. खिजाउ है मेरो खिजाउ भने कि तिमीलाई खिचाउ भनेको तिमीले नमानेको हैन होला हामी चाहिँ 5 पोखरीमा जाउँ सो अब चाहिँ 10 पोखरी बाटो पनि के हो यस्तरी समातेर हिँड्नुपर्छ ओइ झन्डै लडे Heading back from Paspokhari, मेरो लाइफको फर्स्ट एभर ट्रेकिङ क्याम्पिङ राम्रो भयो जुन डिफरेन्ट एक्सपिरियन्स न्यू भाइब न्यू माइन्डसेट दिस इज अल लाइफ म्यान एक्सपिरियन्सिङ वाट कम्स एन्ड गो थ्रु स्ट्रगल द्याट्स द होल पोइन्ट अफ लाइफ गाइस आज त तल झर्ने प्लान थियो हैन दादा चढेको चढ्यो भयो त यो चाहिँ नयाँ सर्टकट बाटो भनेर हामीलाई गाइड दाइले लिएर आएको खासमा तर धेरै सर्टकट भयो कि जस्तो लाग्यो यो रहेछ नि त नयाँ बाटो बल्ल झरे हामी sometimes the leg will be fractured some kind of small things be safe Jai Nepal बिस्तारी है बिस्तारी धर्ला हामी त हराइकिन क्या हामी आई गेस हामी रङ बाटो आइरहेछौँ जस्तो लाग्यो लिडकोले हिजो ऊ त्यो बाटोबाट हिँड्दाखेरि भिड थियो क्या अनि एक्चुअल आज हामी भिडमै छौँ हामी फेरि बिचरा मामुसको चाहिँ खुट्टा उस भएको छ यस्तो फर्किनु टेन्सन भइहाल्छ बेन्डालाई दौड लाग्छ छैन मलाई भिडहरु देखिन्छ भिडमै त छौँ हामी यो त अड्किन्छ नि त अड्किन सक्छ चान्स छ नि त ए बुझ्न माम्सलाई त दसैँ लागेछ तलतिर यसो बाजेहरूबाट पुग्नु पर्ने माम्सलाई दादा उताको तल त निकै तल होला नि त तल त निस्किने बाटो छैन त यताबाट यो त हामी पहाडै छोडेर हल्लिन्छ है त वी आर इन्टु द रङ वे यो त यार जाउँ सर्टकट हो झन् सर्टकट त अति दामी रहेछ यो ठाउँ चाहिँ मलाई अति मन पर्यो हेर्नु होला यस्तो टाइपको यस्तो दामी छ कहाँबाट डोले भयो नि यहाँ अब कहाँ छौँ हामी पुग्नु पर्यो ऊ त्यहाँ हो तर यहाँ भिरमा पऱ्यो क्या हामी यस्तो बाटोबाट हिँडिरहेको छौँ हामी त्यो यो ठाउँमा के अब यस्तो ठाउँमा केटाहरूको तल गर्नु यस्तो मोड्नु ल बिस्तारै गर्नु त बिस्तारै हो गऱ्यो पड्काउन पायो भने थियो एकलट हल्का दुख्यो माथि जेसन माथि दुख्यो अब उता तल चाहिँ दुख्यो सिधा गरेर पड्काउनु खोज्यो नि यसले बेन्ड गरेर खोला तिरै तिरभन्दा नि भिरैमा पस्यौँ हामी झिरैमै त्यही भएर you don't have a second chance brother at this point of the life everything makes sense ओम नमः शिवाय अहिले एकदम गाह्रो कन्डिसनमा छ सहिले नै समात्न बसिरहेछ मनिष यस्तो छ बाटो चिप्लिन्छ यो त अब जेसनले के गर्छ जेसनमै छ अब सबै छुट्टो आइज न उ यता हो त्यहाँ पनि छ तिम्रो माथि पनि छ ल बिस्तारी ल खतरै ट्रेकर रहेछ यो ट्र्याक त्यहाँ छौँ हामी यहाँ छौँ ल लङ्गडेको पिओबीबाट एकछिन हेरौँ ए तल आइज आइज फाइनली त्यत्रो अप्स एन्ड डाउन्स यताउता त्यो त्यस्तो डरलाग्दो भिड वान मिस गेम फिनिस वी फाइनली मेड थ्रु द अफिसियल ट्र्याक कम डेन्जर बाटो थियो चाहिँ हाइट हल्का खुट्टा चिप्ल्यो कि गाउन क्या पग म्यान यस्तो बाटो त वी क्यान ट्याकल भन्ने लाइक इन्डिभिजुअल लाइफहरूमा पनि दिस इज हाउ लाइफ म्यान पाथ हामी रुट यो थियो नि त खासमा सम्मसम्म वी एन्डेड अप हियर अनि लाइक आई थिङ्क वी आर बिल्ड अ लिटल बिट different than others with those positive energy with doing all those things that we want signing out Jason every trip I chop bilkul chop
चाहन्छ बाबु झुलुङ्गे पुल यहाँ छ यो क्रस गर्नुपर्छ अब हामीले त्यसपछि लाग्छ होला अझै टाइम हामीलाई यस्तो गाह्रो भएर चाहिँ तर दाइहरू यस्तो मजाले बोकेर हिँडिदिनुहुन्छ यार इजिली चाहिँ त्यत्रो 50 केजी बोकेर यत्रो डाँडा चढिदिने कि एकदमै हम्बल रेस्पेक्टफुल राम्रो हस्पिटालिटी दिनुहुन्छ उहाँहरूले आज चाहिँ भिर र पहिरो गर्दै लाइफको सर्टकट चाहिँ हुनसक्छ तर सकुलसल सबैजना आयौँ विवेक दाइ अगाडि पुग्नु भइसक्यो हामी 5 जना छौँ यहाँ सकेन हामी टाइममा पुग्न आज चाहिँ अति राम्रो थियो रमाइलो थियो होइन सफल थियो एडभेन्चर धेरै भयो जस्तो लाग्यो ठिकै मात्रै चाहेको थियो तर यताबाट हेर्दा नि भिड उता नि भिड होइन अलिकति त्यस्तै थियो अब ठिकै छ अब होइन त्यस्तै त हो नि लाइफ मनिष दादालाई जुगाले टोकेर 8 वटा रमाइलो भयो पानी पर्यो घाम लाग्यो जङ्गलमा छिरियो खुट्टा पनि दुख्यो मैले यहाँको रिफ्लेक्सनमा देखेँ क्या माम्सको त डबल मेरो चाहिँ यहाँ पीडामाथि पीडा दुइटै खुट्टा डेड नेटवर्क नहुँदा के गर्नुपर्छ गाइस यहाँ टाइम पास नभएर झ्याउ भइसक्यो तास पनि पोटरले लिएर गइसक्यो मनिष मलाई जुगाले टोकेको हो मनिष दुईटा छ सर पनि टोकेको मजाले हैरान भएको छ होइन यहाँ के अहिलेसम्म केही भएको छैन अब हेर्नु है हजुरको बिहान 2 जग कोदोको खानु भएको थियो अरे अनि 2 जग त ठ्याक्कै काटिकुटी निक्लिहाल्यो तल तान्नु भिडियो खिच्छु भनेको पाउनै भएन ठाउँलाई चाहिँ टुप्पी डाँडा चाहिँ किन भनेको रुङदो गाङ भनिन्छ डाँडालाई चाहिँ हाम्रो तामाङ भाषाबाट गाङ भन्छ रुङदो भनेको चाहिँ टुप्पी भयो हैन सजिलो भनेको लागि चाहिँ टुप्पी डाँडा भनेर राखिदिएको थियो रमाइलो लाग्यो मलाई यो ठाउँ यो मानी चाहिँ तपाईँको यहाँबाट यो पहिले यहाँबाट थिएन योबाट माथि थियो उता माथितिर चाहिँ तपाईँको पहिरो गएर चाहिँ बाटो पछि बनाएको अनि त्यहाँको मानी पनि त्यहाँबाट पहिरो लाएर यो मानीको टुप्पो पनि ऊ परतिर भेटेर अनि फेरि यहाँ यो ठाउँमा चाहिँ बनाउनु भयो बाजेहरूले यहाँ लिएर बनाउनु यो हेर्नु यो पनि अर्को ठाउँमा यो 4 वटा मात्रै सुरु हुन्छ यो मानीको यो त फेरि 5 वटा भएको है चिनो हाम्रो झन्डाहरू हामीले बदल्छ पूजा गर्छ यहाँको अर्ग्यानिक आगोबाडी खुवाउँछु यसको फेरि म अचार बनाएर राख्छु हजुर ल है त दाइ ल धन्यवाद आज चाहिँ सुकुटी बनाउनमै व्यस्त छु हजुर भारी नै के यता त केटा पर्पल हेर म एउटा मात्र बोर्ड छ कि यहाँ फेरि हेर न होइन मान्छेहरूको अब आय स्रोत वी आर हेडिङ टुवर्ड्स देउरालीको चिसो चिसो हावाले रेस्क्यु गर्नलाई हेलिकप्टर पनि गइरहेको छ यहाँको वेदर चाहिँ राम्रै छ जिल्लाको हामी चाहिँ यहाँबाट रेडी गरेर छ सबजना स्कुटर चाहिँ पुरा मिनी भ्यान भएको छ बाई बाई देउराली बाई बाई जय नेपाल जय 5 पोखरी अब